जेनजी आन्दोलन जुन लेभलको भयो, जुन रेभोल्युसन ल्यायो होइन, त्यसरी अब आई थिङ्क अहिलेसम्मको हिस्ट्रीमा त केहीसँग पनि तुलना गर्न कम्पेयर गर्न त मिल्दैन होला। स्पेसली एउटा फिल्मलाई एउटा रेभोल्युसनसँग त्यसरी तुलना त नगरौँ, तर अब त्यो समसामयिक घटना भएको भएर सोसाइटीमा घटेको घटना भएको भएर चाहिँ अब केही न केही कुराहरू मेल खान्छ हाम्रो सिनेमासँग भन्ने कुराहरू हो। तर अब एउटा रेभोल्युसनलाई नै मेरो सिनेमामा हामीले प्रमोट गर्ने हिसाबले मात्रै म प्रमोसन लान्छु, त्यो आफ्नो फिल्मको बारेमा प्रमोट गर्नुपर्छ भन्ने हिसाबले मात्रै मैले एउटा रेभोल्युसनलाई नै मेरो सिनेमासँग दाज्ने त्यसरी चाहिँ गर्न मिल्दैन होला। तर सिन्स हाम्रो सोसाइटीमै भएको घटना हो, सोसाइटीमै हुने रेभोल्युसन भएको भएर राजनीतिको कुराहरू के होला होइन, यङ्स्टर्सको कुराहरू के होला, मान्छेहरूले राखेको सोचको बारेमा के कुरा भएको भएर अब हाम्रो सिनेमा पनि सोसल ड्रामा भएको भएर केही कुराहरू मिल्न जान्छ होला। तर रेभोल्युसनलाई नै त्यसरी सिनेमासँग दाज्ने चाहिँ अलिकति भयो। यो जुन विषय विद्रोह थियो त्यसलाई हरिवारको जुत्ताले केही गर्छ अथवा केही न्याय दिन्छ, समाजलाई के परिवर्तन ल्याउन मद्दत गर्छ? परिवर्तन भन्दा नि जुन खालको जेनजीको आन्दोलन जसरी सुरुवात भयो, जुन एजेन्डा थियो जेनजीहरूको या यङ्स्टर्स ओभरअल आन्दोलन जेनजीबाट सुरुवात भयो, तर त्यसको सपोर्टहरू त भनौँ न मिलेनियल्सहरूको पनि सपोर्ट त्यत्तिकै थियो होइन, अरू जेनेरेसनको सपोर्ट पनि त्यत्तिकै थियो। एउटा नितान्त नागरिकको जे सोच थियो या भनौँ हामीलाई यो चाहिन्छ, अब चाहिँ हामीले आवाज उठाउने टाइम आयो है, अब हाम्रो चाहिँ हामीलाई चाहिँ यो चाहिन्छ है, एउटा नागरिकको हिसाबले हाम्रो सोच चाहिँ यो हो भन्ने जुन खालको सोच थियो, सायद सिनेमामा पनि भनौँ न त्यो काहीँ न काहीँ देखाइएको छ जस्तो लाग्छ। नयाँ नेतृत्व आउनुपर्छ, नयाँ मात्र नहुनु, इन्टेन्सन राम्रो भएको, नियत राम्रो भएको भनौँ न, त्यो खालको नेतृत्व आउनुपर्छ। अब देश चलाउने चाहिँ युवाको हातमा देशको साथ हुनुपर्छ भन्ने जुन खालको हाम्रो अहिले न्यारेटिभ बन्दै गएको छ द पास्ट फ्यु इयर्स, त्यही खालको न्यारेटिभ भनौँ न हरिबहादुर जिल्लामा पनि छ। जस्तै प्रियङ्का चाहिँ न्यारेटिभ एउटा प्रहरीको ट्रेनिङ गर्नुभएको छ गजुतामा, जुन विषयमा आन्दोलन भयो प्रहरीमा यति धेरै विद्रोह भइरहेको छ, प्रहरीका केहीका ज्यान पनि गयो, प्रहरी पनि आफैमा आकर्षित भयो। त्यो सिनेमाको परिप्रेक्ष्य र अहिलेको आन्दोलन यहाँ कसरी हेर्नु भएको छ? प्रहरीमाथि जुन किसिमको हिंसा भयो अथवा प्रहरीको जुन किसिमको हिंसा गर्यो र सिनेमा संस्कृतिवाले भूमिका निभाउनु भएको छ, त्यो सिनेमै जोडेर अब डेफिनेटली जस्तो मैले भने जस्तै यो रेभोल्युसनलाई हाम्रो सिनेमासँग हामीले जोड्नै मिल्दैन होइन, त्यो जोड्यो भने त्यो गलत युज गरेको जस्तो हुन्छ। तर डेफिनेटली फिल्ममा एउटा प्रहरीको भूमिका निभाइसकेपछि एउटा प्रहरीको दायित्व के हो, एउटा देशमा सुरक्षा ल्याउने, नियम कानुनलाई अब्जर्भ गर्ने राम्रोसँग र सबैलाई समान तरिकाले व्यवहार गर्ने, किनभने रुल्स रेगुलेसन भनेको सबैको लागि एउटै हो नि त। सो त्यो हामीले कतिको इन्फोर्स गर्न सक्छौँ सक्दैनौँ र त्यो प्रकारको प्रहरी हामीसँग छ कि छैन, यो भनेको चाहिँ हरेकले उठाउन सक्ने प्रश्न पनि हो र यसको उत्तर पनि दिन सक्नुपर्छ जस्तो लाग्छ राज्य कि प्रहरीले आफ्नो ठाउँमा बसेर सही काम गरिरहेछन् कि छैन होइन। सो यही कुरा, यही टाइपको प्रहरी, यही भूमिका तपाईँले मेरो देख्नुहुन्छ कि जे भइरहेको छ चलचित्रमा त्यसमा मैले सही नेतृत्व दिइरहेको छु कि छुइनँ, भइरहेको चिजलाई सही तरिकाले हेरेर त्यसको नतिजा ल्याउन सकिरहेको छु कि छुइनँ। सो त्यति मात्र हो सिमिल्यारिटी, जुन एउटा प्रहरीले गर्नुपर्ने दायित्व छ त्यही नै प्रहरीको रोल मैले गरिरहेको। तर त्यो भन्नेमा हामीले अहिले भइरहेको रेभोल्युसनलाई होइन, यो फिल्ममा पनि त्यस्तै छ या त्यो छ, त्यो वेमा चाहिँ जोड्न मिल्दैन जस्तो लाग्छ। त्यो भयो भने चाहिँ हामी अलिकति सेल्फिस हुन्छ जस्तो लाग्यो। अहिलेको यो मुभमेन्टलाई हाम्रो फिल्मको लागि युज गर्न खोजेको जस्तो देखिन्छ, त्यो चाहिँ कुनै पनि एङ्गलमा चाहिँ त्यो चाहिँ मेल चाहिँ खाँदैन। चाहिँ जतिखेर पनि आँखा नाक मुख सबै खुला हुनुपर्छ जस्तो लाग्छ क्या मलाई। हरेक चिजलाई हरेक एङ्गलबाट हेर्न सक्नुपर्छ, किनभने कुनै चिज सही हो या गलत हो भनेर एउटै मात्र चिजले प्रश्न हुँदैन नि त। हामीले विभिन्न ओपिनियन्सहरू पनि लिन सक्नुपर्छ, विभिन्न एरियाजबाट दृष्टिकोणबाट हेर्न सक्नुपर्छ। कहिलेकाहीँ हामी भन्छौँ नि चोरलाई पक्रिनुको लागि चोर जस्तै भएर सोच्नुपर्छ। सो यो सबै चिज चाहिँ गर्न सक्ने म आफ्नो पावरलाई मिसयुज गर्दिनँ भन्ने एउटा फर्स्ट अफ अल त्यो नियति हुनुपर्छ र जे सही हो त्यसलाई म सही करार गर्छु र जे गलत हो त्यसलाई म गलत करार गर्छु, त्यो एउटा नियत चाहिँ हुनुपर्छ। सुषमा जस्तै यहाँले युवा नेताको भूमिका निर्वाह गर्नुभएको छ र अहिलेका पुस्ताहरूले पनि नेतृत्वमा आउनुपर्छ भन्ने किसिमको मागहरू बढिरहेछ। त्यो युवा पुस्ताको नेतृत्व सिनेमामा गर्दाखेरि कस्तो हुँदो रहेछ, त्यो जोस जाँगर कस्तो हुँदो रहेछ, त्यो साँच्चै अहिलेको पुस्ताले गर्न सक्छन् कि यो के रहेछ यहाँको बनाएको छ? त्यो युवा नेतृत्व हुनुपर्छ भनिराख्दाखेरि फेरि होइन, हामीले यो रेभोल्युसनमा कति कन्फ्लिक्ट छ कि एउटा कस्तो भन्दाखेरि यो जुन मुभमेन्ट भयो यसमा पनि एक हिसाबको जेनजीमै कन्फ्लिक्ट चाहिँ कस्तो छ भन्दाखेरि यो कसैले अब जो पनि अपोइन्ट हुनुभएको छ हाम्रो प्रधानमन्त्रीदेखि अहिले क्याबिनेटमा जो पनि हुनुहुन्छ, कतिजनाको एउटा कन्फ्लिक्ट चाहिँ कस्तो भइरहेछ भन्दाखेरि हामीले युवा नेताहरू चाहिन्छ, हामीलाई युवा लिडर्सहरू चाहिन्छ, यङ लिडर्सहरू चाहिन्छ भनेर हामीले यो आन्दोलन गरेको। तर लास्टमा सबै हुन्छ नि अलिकति
एजेड नै हुनुहुन्छ क्याबिनेटमा भन्ने हुन्छ, कतिजनाले चाहिँ होइन हामीलाई युवा नेता या युवा क्याबिनेटमा युवा यङ्स्टर्सहरू चाहिने भन्दा हामीलाई इन्टेन्सन राइट भएको मान्छे चाहिने हो भनेर हामीले त्यो रेभोल्युसन गरेको भन्ने खालको जुन कन्फ्लिक्ट छ होइन। सो म पनि आई थिङ्क त्यो कन्फ्लिक्टमा काहीँ न काहीँ बिचमा छु जस्तो लाग्छ कि हामीले युवा नेताहरू चाहिन्छ, युवा लिडर्सहरू चाहिन्छ, देश हाँक्ने मान्छे चाहिँ यङ्स्टर्सहरू हुनुपर्छ भनिराख्दाखेरि फेरि हामीले एक्सपिरियन्सलाई होइन इन्टेन्सनलाई चाहिँ एकदमै ओभरलुक गरिरहेको जस्तो पनि हुनसक्छ। सो युवा नेता भनिराख्दाखेरि हामीले यो जसले वर्षौँदेखि राजनीतिमा लागिराख्नु भएको छ सायद उहाँहरूको एक्सपिरियन्स राम्रो हुनसक्छ, उहाँहरूको इन्टेन्सन राइट हुनसक्छ, तर पावर नभएको भएर जसले राम्रोसँग एक्सर्साइज गर्न पाउनु भएको छैन उहाँहरूलाई चाहिँ हामीले ओभरलुक गर्नु पनि हुँदैन जस्तो लाग्छ होइन। सो यसमा पनि त्यही हो, म यङ भएको भएर मैले यसमा भूमिका एउटा युवा नेत्रीको भूमिका निर्वाह गरेको छु, तर सायद मैले यही रोल 40 पछि गरे भए पनि सायद त्यही नै हुन्थ्यो होला। तर इन्टेन्सन चाहिँ राइट हुनुपर्छ भन्ने मेरो पर्सनल धारणा चाहिँ त्यो हो कि युवा भनिराख्दाखेरि अहिले जति पनि क्याबिनेटमा जति पनि मन्त्रीहरू आउनु भएको छ म एकदमै एक लेभलको खुसी नै छु, किन भन्दाखेरि उहाँहरूको राइट इन्टेन्सन भएको मान्छे उहाँ एक लेभलको प्रुभ गर्दै आउनुभएको लिडर्सहरू नै हुनुहुन्छ भन्ने पनि छ होइन। सो म चाहिँ अब फिल्ममै पनि हेर्दाखेरि युवा नेत्री त हो, तर युवा नेत्रीभन्दा माथि चाहिँ राइट इन्टेन्सन भएको नेत्री या नेताहरूमा त्यो हिसाबले चाहिँ त्यो राइट मान्छे हो भन्ने हिसाबले लिन्छु। अरूहरू जुत्ताको स्क्रिप्ट पढिरहँदाखेरि यहाँलाई चाहिँ त्यो भूमिकाले चाहिँ यस्तो हुन्छ अथवा संजोग हुन्छ भन्ने लागिरहेको थियो त्यो टाइममा जुन किसिममा अहिले संजोग मिलिरहेछ अथवा चाहिँ यो पहिल्यैदेखि आवश्यकता थियो कि अब यो फर्मलाई यो धेरै ढिला भएको हरिवा जुत्ताले सही टाइममा उठाएको हो कि अझ धेरै पहिला उठाउनु पर्ने? यस्तो छ अब अहिले यो हामीले यो फिल्म आउनु लाग्यो भएर हामी यो फिल्मको माहौलमा यो फिल्मकै कुरा मात्रै गरिरहेको छ। फास्ट हामीले तपाईँले पुरानो 2-3वटा पोलिटिकल मुभिजहरू हेर्नुभयो भने पनि सायद त्यो कुराहरू पहिलेदेखि उठाएको जस्तो दिमाग खराबमा एक लेभलको त्यो जुन खगेन दाइले गर्नुभएको पात्र र अर्पण दाइले गर्नुभएको क्यारेक्टर एक लेभलको काहीँ न काहीँ त्यो फिल्मले उठाएको विषय पनि काहीँ न काहीँ त्यो थियो जस्तो लाग्छ। हुन्छ त्यो अब एउटा स्थानीय चुनावको बारेमा थियो होइन, तर अब त्यो बाहेक अरू पोलिटिकल मुभिजहरूले पनि युवा नेताहरू आउनुपर्छ या नयाँ लिडर्सहरू आउनुपर्छ, राइट इन्टेन्सन भएको मान्छेहरू आउनुपर्छ भनेर कुनै कुनै पास्ट मुभिजहरूमा पनि उठाइरहेको विषय हो। सायद यो चाहिँ अब हाम्रो सँगसँगै जुन अस्तिको रेभोल्युसन भयो त्यो सँगसँगै आएको सिनेमा भएको र हामीले यसरी सोचिरहेको छौँ, किन भन्दाखेरि हामी सबैजना सोचेको सायद वर्षौँदेखि सोचिरहेको कुरा यही त हो नि होइन। यो हाम्रो 5-10 वर्ष अगाडिदेखि नै हाम्रो दिमागमा चाहिँ अब जुन म्युजिकल चेयर भइरहेको छ अब यो हुनु हुँदैन, यो चाहिँ बन्द गर्नुपर्छ, अब हामीलाई यङ मान्छेहरू चाहिन्छ, यङ माइन्ड्सहरू चाहिन्छ देश चलाउनलाई, अपडेटेड मान्छेहरू चाहिन्छ देश चलाउनलाई भन्ने सोच त सायद हरिदाइले मात्रै या मैले या प्रियङ्का दिदीले मात्रै सोचेको कुरा त होइन, तपाईँले पनि सोच्नु भएको हामी सबैजनाले सोचेको कुरा हो, अरू डिरेक्टर्सहरू या अरू मेकर्सहरू पनि सोचिराख्नु भएको कुराहरू यो मेल खान गयो यही टाइममा भनौँ न। प्रियङ्काजी समाजमा थुप्रै हरिबहादुरहरू जेलबाट भागिरहेको छ, क्रूर हरिबहादुरहरू, त्यसलाई यहाँले कसरी हेर्नुभएको छ, यो सिनेमासँग कसरी जान्नुहुन्छ? अब अघिको हाम्रो प्रेस इन्टरभ्यूमा पनि हरिदाइले भन्नुभएको थियो कि हरिबहादुर चाहिँ सानो फटा हो, तर हाम्रो देशमा मलाई लाग्छ कि अहिले एकदम धेरै ठुलो फटाहरू धेरै छ कि। सो आई थिङ्क इन्टेन्सन अहिलेको टाइममा चाहिँ जुन यो रेभोल्युसन आयो यो पनि खासमा ठुलो फटाहरूलाई आफ्नो ठाउँबाट हटाएर चाहिँ त्यहाँनिर सम्माननीय अलिकति डिजर्भिङ जसले चाहिँ साँच्चै नै देशको प्रगति उन्नतिको बारेमा जनताको जनहितको बारेमा सोचेर देशलाई अगाडि बढाउने तर्फ लैजाने मान्छेहरू चाहियो भनेर भएको हो नि त यो आन्दोलन। सो धेरै छन् जस्तो लाग्छ क्या मलाई, फटाहरू धेरै छन् र अहिले चाहिँ फाइनली फर द फर्स्ट टाइम कसैले पनि नसोचेको तरिकाले एउटा यस्तो रेभोल्युसन आयो जसले गर्दाखेरि चाहिँ मैले इभन ससिमाले इभन यहाँहरूले पनि केही प्रकारको होप चाहिँ देख्नु भएको जस्तो लाग्छ। मैले चाहिँ डेफिनेटली होप देखेको छु यसपालि, किनभने यो 30-40 अलमोस्ट 35 वर्षको हाराहारीमा हामी एउटै मान्छे एउटै फेक प्रमिसेस देशमा प्रगति उन्नति चाहिँ केही नहुने, तर हामी त्यही झुल्दै त्यही यताबाट उता हामीलाई पनि पास गरेको जस्तै हुँदा म एउटा मिलेनियलको हिसाबले म चाहिँ के भन्न सक्छु भने एउटा यस्तो पढ्न पुगिसकेको थियो कि अब यस्तै त हो नि, के हुन्छ र यो देशमा पनि मेरो दिमाग जान्थ्यो है कहिलेकाहीँ। अब यही हो, जहिले यही मान्छे देखाएको छ, जहिले यही भनेको छ, खालि फेक प्रमिसेस गरेको छ, देश काहीँ अगाडि बढ्ने होइन, केही हुँदैन भनेर। तर अहिले फर द फर्स्ट टाइम धेरै वर्षपछि चाहिँ मैले पनि लिटरली होप देखाएको छु कि यसपालिको नयाँ क्याबिनेट मेम्बर्स, नयाँ हाम्रो सम्माननीय जुन प्रधानमन्त्री हुनुहुन्छ, इन्टरिम गभर्मेन्ट भए तापनि यसले चाहिँ भोलि हाम्रो जुन चुनाव हुन्छ त्यसमा चाहिँ एउटा राम्रो गभर्मेन्ट बनाउँछ है, त्यो गभर्मेन्टमा चाहिँ कुनै पनि प्रकारको फटाहरू अटिँदैन है भन्ने खालको एउटा होप मलाई मात्रै होइन सायद फुल नेपाललाई आएको छ। र त्यो होपसम्म पुग्नको लागि धेरै आन्दोलन भयो, धेरै मानिसहरूले ज्यान दिनुभयो, शहीदहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामी थ्याङ्क गर्नुपर्छ। तर धेरै वर्षपछि फर द फर्स्ट टाइम चाहिँ देशको
गति र सही मार्गमा गइरहेको जस्तो फिल चाहिँ भइरहेछ र त्यसले गर्दाखेरि खुसी चाहिँ लागिरहेछ। नेपाली सिनेमामा हरिबहादुर जुत्ताले कतिको सिनेमा उद्योगलाई सही मार्गमा लैजानु आन्दोलन देशमा गए जस्तै हजुर नेपाली सिनेमा उद्योगमा हरिबहादुर जुत्ताले कतिको सही मार्गमा लैजाला चाहिँ समाजलाई यहाँको पोइन्ट अफ भ्यूबाट चाहिँ सो डेफिनेटली हरिबहादुर हामी सबैजनाले देखिरहेको पात्र हो। म सानोदेखि नै हेरिरहेको अहिले पनि कहिलेकाहीँ एकदम मुड अफ भयो या अँध्यारो दिन भयो भने म अहिले पनि हरिबहादुर मदन बहादुर हेर्छु कि अनि एउटा एपिसोड या के हेरेपछि नै त्यो इन्स्टेन्टली रिफ्रेस हुन्छ कि। सो म जस्तै कतिजनाको यस्तो मेमोरी होला कि हरिबहादुर मदन बहादुरको डायलगहरू कण्ठ हुने उहाँले बोल्ने तरिका कण्ठ हुने हुन्छ नि। कतिजनाले अहिले पनि स्कुलमा इभेन्टहरू गर्दाखेरि त्यो पात्र बनेर खेल्नुहुन्छ होला। सो त्यो पात्र डेफिनेटली ठुलो पर्दामा हेर्न पाउँदा चाहिँ यो एक्सपिरियन्स चाहिँ हो म भन्छु है। म आफै पनि एक्साइटेड छु। म यो फिल्ममा नभएको भए पनि सायद म फर्स्ट टाइममै हेर्न चाहन्थेँ होला किनभने हरिबहादुर मदन बहादुर सँगै हुर्केको हो म। हामी मिलानिल हाम्रो एजको जेनेरेसनले यो भन्न सक्छ होइन। तर त्यो भन्दा भन्दै पनि म आफै यो फिल्मको पार्ट हुँदाखेरि मैले जुन देखेँ जुन लेखनमा ध्यान दिनुभएको छ हरिवंश दाइले जुन मेकिङमा ध्यान दिनुभएको छ दिपेन्द्र दाइले र जुन हामीलाई विभिन्न पात्रहरू दिएको छ जति पनि तपाईँले सिरियलमा देख्नुभएको भन्दा अलिकति फरक चिज पाउनुहुन्छ। अघि पनि हाम्रा केही साथीहरूले उठान गर्नुभएको थियो कि अलिकति हरिबहादुर अलिक सुध्रिएको जस्तो पनि उसलाई समाजले गरेको चिजहरूले अलिकति चेन्ज भएको जस्तो पनि देख्नुहुन्छ। सो त्यो डिफ्रेन्ट मरमसालाहरू पनि छ यो मुभीमा होइन। तर त्यो भन्दैमा अब फटा नै होइन नि भन्न मिल्दैन, फटा त फटाइ हो। तर डिफ्रेन्ट एलिमेन्ट्सहरूसँग खेलेर दर्शकलाई भरपुर मनोरञ्जन चाहिँ पाउनुहुन्छ। सो जसले यो फिल्म हेर्न खोज्नुहुन्छ फुलपातीको दिनमा उहाँले गएर चाहिँ यस्तो बोर भयो अनि म यो फिल्म किन हेर्छु भन्ने चाहिँ सायद भन्नु हुँदैन जस्तो लागिरहेको छ मलाई। अब यो भन्दै जाँदाखेरि फिल्म यस्तो छ फिल्मले यस्तो गर्छ यो खतरा छ यो दामी छ त्यो चाहिँ म भन्दिनँ। तर हरिबहादुर मन पराउनुहुन्छ भने अधिकांशले मन पराउनुहुन्छ। हरिबहादुरको एउटा नयाँ रूप उसको नयाँ स्टोरी उसको नयाँ दुःख सुख साथमा नयाँ अरू पात्रहरू जसले पनि अलिअलि स्टोरीलाई साथ दिँदै अगाडि लानु भएको छ। सो त्यो हेर्दा मजा चाहिँ आउँछ एक हिसाबमा। हरिबहादुर हिजो आज पुरा धेरै हरिबहादुर मदन बहादुर हिजोको धेरैले चाहिँ परिवारलाई जोड्ने काम गर्थ्यो। त्यो परिवार चाहिँ कस्तो लामो परिवारसँगै बसेर हेर्छ तपाईँसँग कस्तो सोच्नु गल्तीको छ र अहिले यो सिनेमाले परिवारलाई जोड्ने काम गरिरहेको छ के सम्भावना यहाँले भनिहाल्नु पऱ्यो है। हामी चाहिँ कुन एराको भन्दाखेरि जुन बेला नेपाली सिरियलहरू एकदमै हाइपमा हुन्थ्यो कि त्यसले सबै अरू कुराहरू ओभरस्याडो नेपाली मुभिजलाई पनि आई थिङ्क त्यो टाइममा एकदमै मुभिजहरू अडियन्सहरू खासै हुन्छ नि त्यो कनेक्सन फिल नगरिरहेको टाइममा थियो भएर पनि होला सायद। जस्तै तितो सत्य हरिबहादुर मदन बहादुर जिरे खुर्सानी मेरी बासे आउने टाइममा चाहिँ त्यसले एकदमै त्यो नेपाली भनौँ न फ्यामिलीहरूलाई परिवारहरूलाई कनेक्ट गर्थ्यो कि जस्तै 8:30 बजे न्युज सकिसकेपछि सबैजना खाना खाएर खाना खाने बेलामा चाहिँ टेलिभिजन हेरेर त्यो सिरियल हेर्नुपर्छ। अब अहिले त लगभग तपाईँले भन्नुहुन्छ भने सबैको आफ्नो लाइफस्टाइल हुन्छ छोराछोरी एउटा टाइममा घर आउने हुन्छ होइन। हामी इनफ्याक्ट हाम्रै घरमा पनि सबैजना खाना खाने टाइम एउटै हुँदैन होइन। भनेको त्यो टाइममा त्यसरी जोड्थ्यो क्या। मेरै आफ्नै तपाईँले सोध्नुहुन्छ मेमोरिज भन्ने पनि मेरो पनि हामी 8:30 बजेपछि खाना खाइसकेपछि चाहिँ बिहिबार तितो सत्य हेर्ने सोमबार जिरे खुर्सानी हेर्ने भनेर त्यसरी हेर्थ्यो। अनि हरिबहादुर मदन बहादुर भनेको चाहिँ आई थिङ्क एउटा यस्तो सिरियल हो त्यसले चाहिँ परिवारलाई जोड्ने त आफ्नो ठाउँमा छँदैछ बट एट द सेम टाइम त्यो सोसाइटीको घटनाहरूलाई हुन्छ नि यस्तो मजाले रमाइलो गर्दा गर्दै एउटा सानो मेसेज दिने एभ्री एपिसोडमा चाहिँ एउटा मेसेज दिएर त्यो सकिने हुन्थ्यो। अनि त्यो आफ्नो ठाउँमा भयो होइन। तर मेरो चाहिँ हरिदाईसँग एउटा कनेक्सन कस्तो पनि थियो भन्दाखेरि मलाई अहिले मैले फर्केर हेर्दाखेरि कस्तो लाग्छ भन्दा के सोचेर एक्टिङ गर्न मन लागेको थियो त मलाई कुनै टाइममा एउटा त्यो ग्रोइङ अप के कुरा इन्ट्रिग गराएको थियो त भन्ने कुरामा चाहिँ मलाई हरिदाईको कामले मलाई एकदमै इन्ट्रिग गराएको रहेछ कि। जस्तै हरिबहादुर मदन बहादुर चाहिँ एउटा एकदमै मासमा गएको सिरियल भयो। अझ भनौँ तपाईँको अनियर हुन्थ्यो त्यो चाहिँ। जस्तै अरू सिरियलहरू चाहिँ जस्तो दसैँको दाइको कुनै सिरियल छ भने दसैँमा मात्रै आउँथ्यो होइन। एउटा एपिसोडको मात्रै हुन्थ्यो 1.5 घन्टाको 1 घन्टाको मात्रै हुन्थ्यो भने त्यो चाहिँ लगभग एकदमै लामो एपिसोडै बनेर गयो एउटा लामो सिरिजै भयो। त्यो हिसाबले पनि झन् त्योसँग कनेक्सन हुने भयो। तर हरिदाईले एभ्री सिरिजमा एभ्री सिनेमामा भनौँ न एभ्री सिरिजमा डिफ्रेन्ट सिरिजमा डिफ्रेन्ट क्यारेक्टर्सहरू जसरी पोर्ट्रे गर्नुहुन्थ्यो नि त्यसले मलाई एकदमै इन्ट्रिग गराएर रहेछ कि। मलाई फर्केर हेर्दाखेरि म स्कुलमा चाहिँ एकदम धेरै मिमिक्री गर्थेँ होइन। अनि नभन्नु है फेरि मलाई गर्नु रहेर अनि त्यो स्कुलमा जहिले हरिदाईको क्यारेक्टर्सहरू या अरू एक्टर्सहरू जसले गर्नुहुन्थ्यो उहाँको मिमिक्री गर्थेँ कि स्कुलमा। अनि हाम्रो एसेम्ब्ली हुने टाइममा चाहिँ यसरी एकछिन एसेम्ब्ली हुनुभन्दा अगाडि सबजना भेला हुने बेलामा चाहिँ यति ठुलो गोलो बनाएर साथीहरूलाई बिचमा राख्थेँ। अनि मैले क्यारिकेचर गर्थेँ कि एकदम मिमिक्री गर्थेँ हरिदाईको मिमिक्री गर्ने अरूको मिमिक्री गर्ने नि। साथीहरू त्यो कुरालाई मलाई मोटिभेट गर्थ्यो नि त होइन। ल गर भन्ने फेरि नेक्स्ट डे फेरि गर भन्ने एकछिन फ्री भयो कि गर्न लगाउने भनेको त्यो कुराले एकदमै इन्ट्रिग गराएर रहेछ। किन अहिले सायद मेरो चोइस अफ वर्ड्सहरू पनि काहीँ न काहीँ त्यहाँबाट हुन्छ नि। अब भनेको अहिले मेरो स्कुलिङ
केही हिसाबले डिफ्रेन्ट होला या लर्निङ डिफ्रेन्ट होला काम गर्दै गइसकेपछि यस्तो हुनुपर्छ भन्ने पनि होला तर त्यो काहीँ न काहीँ ब्याक अफ द माइन्ड चाहिँ हरिदाईको कामले या भनौँ न त्यो टाइमको अरू एक्टर्सहरूको जस्तै त्यो खालको काम गर्नु त्यो क्यारेक्टर्सहरूले एकदमै इन्ट्री गरायो भने मलाई त्यो फेसिनेट गराएर रहेछ क्या एक्टिङ गर्नको लागि भन्ने कुरा चाहिँ मलाई फिल हुन्छ नि त्यही भएर पनि हरिदाईसँग काम गर्न पाउँदाखेरि चाहिँ एकदमै त्यो टाइममा त्यसरी मैले हेरेको मान्छे लुकअप गरेको मान्छेसँगै काम गर्न पाएँ उहाँको राइटिङमा एउटा क्यारेक्टर भएर काम गर्न पाएँ भन्दा चाहिँ एकदमै खुसी लाग्छ हजुरको द्रोणाचार्य हरिदाई होइन डेफिनेटली मैले यो कुरा धेरै ठाउँमा भनेको छु होइन अहिले फर्केर हेर्दाखेरि जस्तै हामी भन्छौँ नि कति एक्ट्रेसहरूलाई हेरेर भनेको डेफिनेटली अब जस्तै हामी गीतहरू हेर्दाखेरि एक्ट्रेसहरूबाट एकदमै त्यो फेसिनेट भएको हुन्छ मलाई त्यसरी हिरोइन बन्न मन लागेको थियो भनेर भन्यो मैले अहिले फर्केर हेर्दा चाहिँ मलाई चाहिँ एकदमै हरिदाईको क्यारेक्टर्सहरूले चाहिँ एकदमै इन्ट्रिक गराएर रहेछ कि अब अन्त्यमा यहाँले अपिल गर्नुपर्छ सिनेमा 3वटा सिनेमा आउँदैछ र हरिबारी जुत्ता नै हामीले हेर्नुपर्ने चाहिँ के कारण होला दर्शकलाई भन्नुपर्दा फर्स्ट अफ अल त एउटा दसैँको माहौल भन्ने बित्तिकै जहिले पनि हाम्रो 1 वर्षमा आउने यो मान्छेमा चाहिँ मान्छेहरू जति एक्साइटमेन्ट हुन्छ मान्छेहरूमा नेपाली सिनेमा भनेर अब जस्तै त्यो सँगसँगै हिन्दी सिनेमाहरू पनि रिलिज हुँदैछ जस्तो लाग्छ मलाई यो दसैँको बेलामा होइन रिलिज गर्दा फ्यु डेज पछि सो त्यसको लागि भन्दा पनि मैले नेपाली अलिक अडियन्सहरूमा चाहिँ नेपाली फिल्मकै लागि अलिक एक्साइटेड भएको देखेँ होइन सबै फिल्म हेर्नुपर्छ या नेपाली फिल्मै हेर्ने हो भन्ने अब उहाँहरूको आफ्नो चोइसेस होला तर म्याक्सिमम् अडियन्सहरूले अझ 3टा फिल्म रिलिज भएर छन् 3टा फिल्मै हेर्नु न भन्ने खालको त्यो मान्छेहरूको त्यो एन्टिसिपेसन पनि हुँदो रहेछ सो एउटा त अब दसैँ छ हाम्रो मान्छेहरूकै बेलामा रमाइलो गरौँ न हाम्रै समाजमा घटिरहेको घटना नै सिनेमामा छ भनिसकेपछि भन्ने कुरा हुन्छ अब अघि चाहिँ ट्रेलरमा एउटा जुन खालको मेरो क्यारेक्टरको एउटा सर्ट या भनौँ न जे खालको जसरी प्रस्तुत गरेको त्यो पार्ट मैले फेसबुकहरूमा राख्दाखेरि पनि अडियन्सहरू अहिलेको यो त अहिलेको रेभोल्युसनको बारेमा हो कि क्या हो भनिराख्नु भएको थियो होइन अघि तर हामी यो कुरामा प्रस्ताइसकेका छौँ कम्प्लिटली हामीले त्यसलाई त्यसरी जोड्न पनि चाहँदैनौँ तर सायद काहीँ न काहीँ त्यो रिलेटेबल हुन्छ होला अहिलेको जे भइरहेको छ त्यो रिलेटेबल भएको भएर पनि सायद मान्छेले त्यो इन्जोय गर्न सक्नुहुन्छ होला अझ धेरै होइन अर्को भनेको हरिदाईको जुन खालको त्यो हरिबहादुर क्यारेक्टरलाई लिएर मान्छेहरूलाई लगाव छ जुन खालको अट्याचमेन्ट छ त्यो क्यारेक्टरसँग त्यसले पनि एउटा नोस्टाल्जिया क्रिएट गर्छ होला किनकि 10 वर्ष त भइसक्यो जस्तो लाग्छ होइन मदन हरिबहादुर नआएको हामी अलिक धेरै सानो हुँदाखेरि नै हो सो हामी जो मिलिनियल्सहरू छ या भनौँ हरिदाईको हामीले हेर्ने मात्रै होइन कि हरिदाईको क्लिप्सहरू जुन होइन होला के हो भन्नेवाला क्लिप्सहरू म हरिबहादुर के भन्ने आइरहेको छन् जुन चाहिँ त्यो जेन्जीहरूले पनि इन्जोय गरिराख्नु भएको जसले चाहिँ मेबी हरिबहादुर मदन बहादुर हेर्नु भएको थिएन होला उहाँहरूले पनि त्यो क्यारेक्टर सायद अहिलेसम्म पनि इन्जोय गरिराख्नु भएको छ सानो सानो क्लिप्सहरू पनि इन्जोय गरिराख्नु भएको थियो नि भनेपछि त्यो एक लेभलको प्रमोसन त्यो क्यारेक्टरको प्रमोसन नहेर्नु भएको अडियन्ससम्म पनि पुगेको थियो नि त सो त्यसले गर्दाखेरि मान्छेहरूलाई रमाइलो हुन्छ होला अनि त्यस पछाडि भनेको सानोतिनो कुराहरू जस्तो जुन खालको मेसेज दिन खोजेको छ सिनेमाले दिपेन्द्र आफैमा एकदम राम्रो डाइरेक्टर हुनुहुन्छ हरिदाईको राइटिङ हो होइन एकदम राम्रो राम्रो कलाकारहरू हुनुहुन्छ सो त्यो हिसाबले एउटा प्याकेज बनाएको छ होला जस्तो लाग्छ मलाई चाहिँ सिनेमा कोरोना कालमा पनि सबभन्दा बढी चाहिँ त्यो टाइममा हेरिएको पनि हरिबहादुर मदन बहादुर थियो रिसर्चमा देखाइएको जस्तो भने चाहिँ रिसर्च भयो यहाँको चाहिँ अप्लिकेसन दर्शकहरू अब डेफिनेटली धेरै चिज जस्तो मैले पनि भनिसक्नु भएन तर बिगेस्ट कुरा चाहिँ मैले अघि पनि भनेको थिएँ एउटा हरिबहादुरको एक्सपिरियन्स ठुलो पर्दामा पाउनु भनेको चाहिँ स्पेसली मिलेनियलहरूको लागि एकदम ठुलो चिज हो जस्तो लाग्छ मलाई होइन इभन अब म त भइहाल्यो मैले मेरो साथीभाइहरूसँग कुरा गर्दा इभन हाम्रो मम ड्याडसँग कुरा गर्दा नि उहाँहरूले अब हरिबहादुरलाई ठुलो हलमा हेर्नुपर्छ कस्तो रमाइलो हुन्छ भन्ने खालको त्यो छ अनि अर्को चाहिँ एकदम कन्सिस्टेन्सी चाहिँ जुन हरिबहादुरको क्यारेक्टरमा छ अभियसली हरिबहादुर दाइले यति वर्ष गर्नुभएको छ त्यो क्यारेक्टर कि त्यो सेम लाग्छ कि अब त्यो सेम पर्दा तपाईँको ठुलो स्क्रिनमा आउँदाखेरि चाहिँ त्यो एउटा हाम्रो जहिले पनि भन्छ एउटा सिनेमेटिक एक्सपिरियन्स हलमा गएर हेर्ने सराउन्ड साउन्ड इज अ डिफ्रेन्ट एक्सपिरियन्स बिकज यु गेट टु लिभ अ मुभी when you go to a cinema hall सो त्यो एक्सपिरियन्स पनि आई थिङ्क दसैँमा एकदमै खोज्नुहुन्छ दर्शकहरूले होइन र यसपालि नेपाली फिल्मले हरिबहादुर मात्र नभएर हाम्रो जति अरू पनि नेपाली फिल्म लागिरहेको छ उनीहरू पनि को पनि एन्टिसिपेसन एक्साइटमेन्ट एकदमै देखिरहेको छ कि सो लास्ट इयर पनि हामीले देखेको थियौँ कि दसैँको बेलामा चाहिँ एउटा दसैँ आफ्नो ठाउँमा छ तर हलतिर पनि एउटा फिल्म फेस्टिभलै लाग्छ कि कति धेरै नेपाली फिल्म हुने सबै कलाकारहरू जाने छ त्यहाँ पनि एउटा अर्कै दसैँको सेलिब्रेसन हुन्छ हलतिर पनि
सो त्यो आई थिङ्क बिकज लास्ट इयर पनि इस्टाब्लिस भइसक्यो यो इयर त्यसको पनि इन्टेन्सिटी झन् बढ्छ जस्तो लागिरहेको छ क्या मलाई बिकज हरेक इयर पछि त्यो झन् बढ्दै जान्छ नि त त्यसको गर्ने चिज पनि देखाइने चिज पनि र अडियन्सबाट आउने एन्टिसिपेसन पनि बढ्दै जान्छ सो यो कारणले पनि मेरो विचारमा दसैँ चाहिँ अलिकति मुभीमय नै हुन्छ जस्तो लागिरहेको छ मलाई यसपालि नेपाली मुभीहरूको लागि चाहिँ सो नट जस्ट हरिबादलाई मात्र होइन अरू मुभिजहरूलाई पनि राम्रै हुन्छ र सबै मुभीले राम्रो गर्नुपर्छ जस्तो पनि लाग्छ मलाई किन सबै मुभीले राम्रो गरेपछि चलचित्र जगत एक हिसाबले माथि बढ्दै जाने हो र त्यो हाम्रो एकदमै राम्रो चिज हो त्यो भन्दै हाम्रो चलचित्र सँगसँगै अरू चलचित्र पनि मस्ट राम्रो हुन्छ यहाँहरूको दसैँ राम्रो होस् र चलचित्रको सुपर डुपर हिट शुभकामना। थ्याङ्क यू सो मच।